बाटोमा हिँड्दाखेरि पनि कोस भन्दाखेरि उपनित छोरो कस्तो छ हिँडाइ हामीले खाइयो के अरे पोटल त खान्थ्यो नि त सानो भयो 750 वाला त्यो पनि हो त्यो 50-50 नै भयो पढ्नु आउँछ के भने भिजुलमा खेत के हामीले सानो चित्रो हो कि के हो यहाँको यो हाम्रै अगाडि हिँडिरहेका छन् डराएकै छैन कुखुराका चल्ला जस्ता छन् कस्तो मजाको डराउने नै छैन एउटा सानो यहाँ छ बचेरो खै यो बचेरो हेलो हाइकर्स फेडरल ल लाग्छ हेलो 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 कसैको दिमाग कहाँ कसैको दिमाग कहाँ हैन घाँसको झार जे छ त्यही ठुलो हुने हो मेरो टाउको यत्रो ठुलो छ दिमागबाट टाउको ठुलो अर्को उपाय त के छ भने उहाँसँग ट्रक छ टो गर्न परिरहेको छ त्यो हिन्ज हुन्छ नि त्यो पुडिलो भएको सर्नको पार देख्न बिसीतिर ओह्रालो लाग्यो होइन अलबटा छोडेर बिसीतिर लाग्यो एउटा ग्रिजली बियर हुन्छ अर्को ब्ल्याक बियर हुन्छ हैन त्यसपछि माउखान छाखान पनि हुन्छन् अरू के हुन्छन् पता हो यस्तो चाहिँ यो ओह्रालो यो पानीमा भिज्दै गर्दै बिसीतिर हामी भर्खरै बिसी के अरे अलबटा सकेर बिसी बसाइ सरा हेर त ल डेक्छ ल गुड on the trail यो हो एसिनी बहिनीको म्यागग लेक स्थित किचन सेल्टर हाम्रा साथीहरू चाहिँ यो एसिनी बहिनी ब्याकप्याकिङको डे 2 मा यहाँ डिनरको लागि पकाउँदै हुनुहुन्छ कसैले माझ्दै हुनुहुन्छ यो पर देखिएको यो फुड झुन्डाउने चाहिँ ह्याङ्गर हो अनि कहीँ चाहिँ यस्तो खाना राख्ने चाहिँ सेल्फहरू हुन्छ यो चाहिँ इनकेस फुल भयो भने हामी चाहिँ त्यस्तोमा जोडाउँछौँ मोस्ट लाइकली यो सेल्फहरू सबै फुल छ हामी यसमा चाहिँ भर्ने हो यसमा जोडाउने कहाँ हो साथी हो गाउँले साथी हो यार हार सुवर्णजित त चाहिँ मह काट्ने जाने अरे हनी हन्टर अच्युतजी पनि मह काट्न जानुभयो क्या हो अब हामी जान लागेको कहाँ हो भन्नुहुन्छ भने यो माउन्ट एसिनी पनि हामी मेगग लेकबाट आएको 1.5 किलोमिटर अनि हामी चाहिँ जाने हो नप पिक भन्नेमा हो यो सबभन्दा हाइटको यो चाहिँ 3.0 नप पिक अनि हामी फर्केर आउँदा एलिजाबेथ लेकमा टक्क बसिन्छ आइन्छ हाम्रो साथीहरू आइराख्नु भएको छ पिकमा पारी छ लेक मेगग
माथि त्यो चुचुरो माउन्ट डेस्टिनी बहिनी अनि यो सनब्रस लेक अनि सेरुलेन लेक अनि यता पर देखिएको छ एलिजाबेथ लेक ब्युटिफुल वेदर अलिकति चाहिँ स्मोकी छ तर अमेजिङ Rubbish. Look at the view. Wow. यो हो लेक एलिजाबेथ अनि त्यो चाहिँ सुगरलेन लेक अनि यो टपको चाहिँ सनब्रस पिक पारी देखिएको चाहिँ माउन्ट डेस्टिनी पनि अनि सनब्रस लेक र म्यागक लेक छोपियो हामी लगभग 4 किलोमिटर माथि आइसक्यौँ साथीहरू ग्लेसियरमा रमाइराख्नु भएको छ अमेजिङ The North Peak. यहाँ माथि यत्रो ग्लेसियर यहीँ छ हामी चाहिँ टक्क हिँडिरहेका छौँ हामी यहाँ परबाट आएको खास त्यो चुच्चो लेक डाँडाको छेउमा तल भएको लेक छ त्यही लेकको छेउमा क्याम्प ग्राउन्ड छ आज हाम्रो यात्रा त्यहाँदेखि माथि पिकसम्म पुग्ने हो हाम्रो यात्रीहरू टक्क हिँडिराख्नु भएको छ के छ रमाइलो छ नि होइन नआएको भयो ठुलो हामीले किस्ने सल्लाह मिस गरिरहेछौँ है साथीहरू कतिखेर भेटिने हुन् यस्तो छ हाम्रो हाइकको हिँडाइ यसरी पनि हामी चाहिँ नपिक गएर आएको अब यस्तो छ हावा लाएर चौपट छ बाटो चाहिँ सो स्क्रम्बल थोरै मिस्टेक डाइरेक्ट एलिजाबेथ लेक यो ठिक छ यो होइन
हाम्रो चाहिँ डिनर के हो यो लन्च हो स्न्याक्स टक्क यहाँ लेकको छेउमा बसेर ट्याक्क स्न्याक्स एसिनी बहिनी This is amazing. Wow. Looks like Mount Kailas. मान्छे भित्र छैन बुढा Wonderful place near Wonder Pass. हामी त हिँड्दा हिँड्दै यस्तो ग्लेसियरमा आइपुग्यो हाम्रो हाइक हामी त यस्तो ग्लेसियर रहेछ अझै रामै यो जुलाईको आज 24 हाम्रो जुलाईको 24 अझै यत्रो छ यो आइस यो माथि अब हाम्रो हाइकरहरू टक्क हिँड्नु भएको छ ल ठिक छ नि फन छ होइन मामा इज हाइकिङ अब चाहिँ पछाडि छ मार्बल लेक लमटन्न परेको छ धेरै लामो हामी लगभग 1.5 किलोमिटर जति हिँड्यौँ यसैको छेउछेउ पारि छ ग्लेसियर शिव सर आइराख्नु भएको छ ग्लेसियर त ठुलो छ अब केही साथीहरू आउँदै हुनुहुन्छ बिचमा चाहिँ लगभग 20 वटा जति ठुला ठुला रुखहरू ढलेर साथीहरू चाहिँ त्यसमा चाहिँ पार गर्दै हुनुहुन्छ यो हामी आउने रुटमा यस्तो एभालान्च रहेछ हामी चाहिँ यो पुरै यो तलको भएको सबै स्नो हो स्नो डिपोजिट यस्तो घाम लाग्ने ठाउँ छ तर एनफ चाहिँ स्नो डिपोजिट स्टिल माथिसम्म यो एभालान्चको स्पट क्लियर देखिन्छ
यो रहेछ यहाँ यसले तपाईँलाई खिच्छ अहिले होइन वाइल्ड लाइफ क्यामेरा पछि अटो डिलिट हुन्छ ह्युमन डिटेक्ट गर्छ क्या यसले वाइल्ड लाइफको चाहिँ मोसन एक्टिभिटी चेक गर्ने अथवा मोनिटर गर्ने क्यामेरा रहेछ ल भोजन यस्तो हुँदैछ यहाँ बाहिर पानी र असिना परेर चौपट छ हाम्रो यहाँ यो फ्लाइ के भन्छ तिर्पल चढाएर चाहिँ बसिया छ हाम्रो टेन्टहरू यता यता छन् यी भिजेर हामी पचत्तै अब यहाँ चाहिँ हाम्रो के पाक्दैछ खसीको सुकुटी